गाइस हाम्रो चाहिँ यहाँ अहिले रनिङ गरेर हामी चाहिँ आजको स्टोरी चाहिँ के थियो भन्दाखेरि गाइस आज चाहिँ हामी होइन हेर साथीहरू आज हाम्रो इम्पोर्टेन्ट कुरा थियो है साथीहरू हामी रनिङ गर्न गएको अनि रातमा टिममा वार्मअप भन्दा फोनै बिर्सिन्छौँ गाइस हामीले होइन अनि त्यहाँदेखि के भयो भन्दाखेरि गाइस हामीले चाहिँ अनि बिर्सिया रहेछ अनि त्यहाँ स्कुल तलपट्टि हाम्रो गाउँको स्कुल छ अनि स्कुल तलपट्टि सिँढीमा पुगेपछि याद आएको होइन अनि हामीले लिएर आइदिएँ अनि हामी भ्याएर फर्किरहेको थियौँ अब हामी तिनीहरू जस्तो भयौँ त्यहाँ अरूहरू चाहिँ बिर्स्यो भनेर तिनीहरू गइसक्यो होइन तलपट्टि अनि हामी दुईजना चाहिँ के भन्छ अरे हामी दुईजना यता हेर त साथी हो अनि हामी दुईजना चाहिँ अनि बिस्तारै आइरहेको थिएँ त्यहाँ तिनीहरू भागिरहेको अब हामी के भाग्दा है भनेर अनि आरामले बिस्तारै पेट घोसेर अनि बिस्तारै आइरहेको थियो अनि त्यहाँ चाहिँ एउटा दाइ आउनुभयो क्या अघि एउटा दाइ बाइक चलाइरहनु भएको थियो अनि त्यो दाइले ल्याउनुभयो फोन ल्याइदिनु भयो त्यो दाइले ल्याइदिनु भएको रहेछ अनि खोजेर माथि गाउँ पुगेर नि फेरि फर्किरहनु भएको रहेछ अनि हामी पनि फर्किरहेको तिनीहरू अगाडि गइसकेको थियो हामी पछाडि थियो त्यो दाइले हामीलाई भन्यो क्या भाइ लौ भाइ तिमीहरूले फोन छोडेको भन्यो अनि हजुर दाइ बिर्सेर हो हामीले यस्तो उस्तो भन्यो अनि दाइ बिर्सेर हो हामीले यस्तो उस्तो भन्यो अनि टक्क लगाएर बिर्सेको भनेर हामीले भन्यो होइन अनि त्यो दाइले हामीलाई दिनुभयो क्या अनि मैले धन्यवाद भन्यो अनि यताउति भन्यो हामीले बिर्सेको अनि यस्तो यस्तो सबै भने त्यो दाइले नत्र मैले भाइ तिमीहरूले नभेटे भए उता तिमीहरूकै घरमा छोडिदिनु लाग्थ्यो भनेर त्यो दाइले चिने रहेछ क्या हामीलाई होइन मलाई अब त्यहीँ होटेलको मान्छे चिन्छ होला त्यहीँ छोडिदिनु पनि भएको थियो नत्र हामीले भेटिहाल्यो ल त्यो दाइलाई पनि धन्यवाद छ मनबाटै अब यहाँ नभए नि तर हामीले भन्न त मनबाटै भनिसक्यो होइन ल गाइस हामी चाहिँ अहिले फोन भेटाइसक्यो अब तिनीहरूको रियाक्सन कस्तो हुन्छ अरे चाहिँ त्यो दाइले भनेन भने हामी चुप लाएर बस्छौँ फोन छैन जस्तो त्यो दाइले भन्यो भने चाहिँ भन्यो नत्र हामी हेर्छौँ है त गाइस कस्तो रियाक्सन हुन्छ तिनीहरूको है त गाइस ओके